नमस्कार सर सबैजनालाई म विनय पिया आज पनि एसपिआई इन्जिनियरिङ युट्युब च्यानलमा तपाईँको सामने म उपस्थित भएको छु। आजको विषयवस्तु चाहिँ हामी छुट्टै ढङ्गले हामीले बनाएको छौँ। विषयवस्तु चाहिँ के बनाएको छौँ भने हामीले जुन हामीले बिईको फिफ्थ सेमेस्टरमा हामीले न्युमेरिकल मेथड पढ्छौँ। यसै गरी हामी एमएससी स्ट्रक्चरल इन्जिनियरिङको फर्स्ट सेमेस्टरमा पनि हामी न्युमेरिकल मेथड हामी पढेको हुन्छ। त्यो सबैको कोर्स अफ स्टडी सिलेबस अनुसार सबै मिल्ने हिसाबले नै हामीले चाहिँ आज चाहिँ त्यो हिसाबले थ्योरी र प्लस न्युमेरिकलको प्र्याक्टिस गर्नको हिसाबले हामीले यो विषयवस्तुलाई फरक ढङ्गले हामीले प्रस्तुत गर्न खोजेको छौँ। यसै गरी न्युमेरिकल मेथड को मा आवश्यक च्याप्टर वाइज हामी जानेछौँ। जसमध्ये आज हामी तपाईँलाई न्युटन इन्टरपोलेसनको बारेमा हामी तपाईँलाई जानकारी गराउँदै जान्छौँ। त्यो च्याप्टर वाइज हामी आज तयार गर्छौँ। न्युटन्स interpolation and extrapolation. यो इन्टरपोलेसन र एक्स्ट्रापोलेसन भनेको के हो, यसको डिफरेन्स के हो, यसको डिफिनेसन के बारे यो कुरा बुझ्नुपर्ने अति आवश्यक छ। यो कुरा हामी जानकारी गर्नुपर्ने आवश्यक छ र यसको किन युज हुन्छ, इन्टरपोलेसनको युज किन हुन्छ, एक्स्ट्रापोलेसन किन युज हुन्छ, किन कति बेला युज हुन्छ, यो सबै कुरा हामी जानकारी गर्नुपर्ने अति आवश्यक हुन्छ। मानौ सपोज हामीसँग तपाईँको y = fx फङ्सनल इक्वेसन छ, गिभन छ। मानौ फङ्सनल इक्वेसन हामीसँग x पावर -4x + 3 भन्ने एउटा फङ्सनल इक्वेसन थाहा छ भनेपछि अब हामीलाई मानौ सपोज हामीसँग x को भ्यालु तपाईँको 1 छ भने हामीलाई गिभन दिएको छ भने अब के गर्न सकिन्छ भने x को भ्यालु 1 गिभन छ भने हामी फङ्सनल इक्वेसन हामीलाई पनि गिभन छ भनेपछि अब हामी के गर्छौँ भने y = fx गरेर x को भ्यालु 1 छ भने यसमा हामीले भ्यालु पुट गर्दाखेरि के हुन्छ भने 1 को पावर 4 4.1 + 3 भनेपछि 1 - 4 + 3 गरेपछि 4 - 4 गरेपछि 0 आउँछ भने y को भ्यालु के हुने हो, 0 हुने भयो भने x को 1 हुँदाखेरि y को भ्यालु 0 हुन्छ। के भने हाम्रो गिभन फङ्सनल इक्वेसन अनुसार 0 हुन्छ भने हामीले y को भ्यालु पनि पत्ता लगाउन सकिन्छ। तर यदि हामीलाई यो फङ्सनल इक्वेसन गिभन छैन, दिएको छैन भने हामी कसरी पत्ता लगाउने त y को भ्यालु। यदि सपोज मानौ तपाईँको x को भ्यालु तपाईँको 1 2 3 4 अनि 5 हामीलाई गिभन छ भनेपछि तपाईँको यस्तै गरी y को भ्यालु पनि हामीलाई गिभन छ 2 7 8 10 अनि 15 हामीलाई यो गिभन छ भने हामीलाई x यदि 3.5 हुँदाखेरि y को भ्यालु कति हुन्छ भनेर हामीलाई पत्ता लगाउनु छ भने हामीलाई कसरी पत्ता लगाउन सकिन्छ त। अब हामीसँग फङ्सनल इक्वेसन त हामीलाई दिएको छैन, पहिला पो हामीलाई दिएको थियो, त्यही कारण हामी फङ्सनल इक्वेसन लगाएर x = 1 लगाएर हामीले 3.0 को भ्यालु निकालेको थियौँ। तर अब हामीलाई टेबुलर फर्ममा दिएको छ, x को भ्यालु पनि 1 2 3 4 5 y को भ्यालु 2 7 8 10 5 दिएको छ भनेपछि x को भ्यालु टेबुलर फर्ममा र y को टेबुलर फर्ममा दिएको भएपछि यदि x 3.5 हुँदाखेरि y को भ्यालु कति हुन्छ भनेर हामीले पत्ता लगाउनु छ भने अब हामीले के गर्न सकिन्छ भने हामीले यो इन्टरपोलेसनको मेथड लगाएर हामीले y को भ्यालु पत्ता लगाउन सकिन्छ। अनि इन्टरपोलेसन अनि एक्स्ट्रापोलेसन भनेको के हो त भने एक्स्ट्रापोलेसन भनेको के हो भनेपछि तपाईँको जस्तो कि हामीले या x को 1 देखि 2 3 4 5 को भित्र 3.5 को भ्यालु कति छ, y को भ्यालु कति हुन्छ भनेर हामीले पत्ता लगाएको छौँ। त्यो भने यसको इन्टरभलको भित्र नै हामीले पत्ता लगाएको भएकोले यसलाई इन्टरपोलेसन भनिन्छ। तर सपोज मानौँ यदि x को भ्यालु 6 छ भने y को भ्यालु कति छ त भने पत्ता लगाउनु छ भने अब के हुन्छ भने हाम्रो रेन्ज त हामीलाई 1 देखि 5 छ। अब यो रेन्ज हामी बाहिर गएको छौँ, 6 मा गएको छौँ भनेपछि y को भ्यालु यो रेन्ज भन्दा बाहिर गएर जुन हामी पत्ता लगाउँछौँ त्यसलाई हामी के भन्छौँ, एक्स्ट्रापोलेसन भन्छौँ है।
अब यो कुरा तपाईले बुझ्नुभयो नि इन्टरपोलेसन र एक्स्ट्रापोलेसनको डेफिनेसन के हो यसको डिफरेन्स के हो तपाईले बुझिसक्नुभयो अब इन्टरपोलेसन न्युट्रल इन्टरपोलेसन तीनटा मेथडबाट हामीले गर्न सकिन्छ त्यो यस प्रकार छ न्युट्रल इन्टरपोलेसन हामीले एउटा हुन्छ न्युटन फरवर्ड इन्टरपोलेसन हुन्छ सेकेन्ड हुन्छ न्युटन ब्याकवर्ड इन्टरपोलेसन हुन्छ थर्ड हुन्छ न्युटन डिभाइडेड इन्टरपोलेसन हुन्छ यो तीनटा मेथड हामीले न्युटन इन्टरपोलेसनको मेथडमा युज गरिन्छ नर्मली अब हामी चाहिँ पहिला हामी न्युटन डिभाइडेड इन्टरपोलेसनतिर हामी जान्छौँ न्युटन डिभाइडेड इन्टरपोलेसन कहिले युज हुन्छ भने सपोज मानौँ यो केसमा के छ 1 2 3 4 5 6 भने यहाँ हेर्नु इक्वल इन्टरभल छ 1 र 2 को बीचमा 1 इन्टरभल स्पेस छ 2 र 3 को बीचमा भने 1 छ 3 को 4 कोमा भने 1 छ 4 को 5 मा भने 1 छ भने 5 को 1 छ भने इक्वल इन्टरभल छ तर कहिलेकाहीँ के हुन्छ भने मानौँ यहाँ 1 छ हैन त्यसपछि 3 छ त्यसपछि यहाँ 4 होला त्यसपछि यहाँ 6 होला यहाँ 9 होला यस्तो तपाईको टेबुलर फर्म दिएको छ भने 2 7 8 10 9 दिएको छ यस्तो टेबुलर फर्म दिएको छ भने यस्तो केसमा चाहिँ हामीले जुन इक्वल इन्टरभल छ नि यहाँ 2 को छ यहाँ 1 को छ यहाँ 2 छ फेरि यहाँ 3 को ग्याप छ भनेपछि जुन इक्वल इन्टरभल नभएको केसमा चाहिँ हामीले न्युटन डिभाइडेड इन्टरपोलेसन युज गरिन्छ जब यसको इन्टरभल इक्वल छैन भने हामी न्युटन डिभाइडेड इन्टरपोलेसन युज गरिन्छ अब हामी तपाईको न्युटन डिभाइडेड जुन डिफरेन्स टेबल हामी पहिला यसको न्युटन डिभाइडेड डिफरेन्स टेबलको पनि हामीलाई त्यो कसरी हुन्छ यो टेबल कसरी फर्मेटमा बन्छ त्यो कुरा पनि हामीले थाहा पाउनु पनि अति आवश्यक हुन्छ अब न्युटन डिभाइडेड डिफरेन्स टेबल इज कस्तो हुन्छ भने यो पर x को भेल्यु यहाँ राखौँ त्यसपछि y को भेल्यु आउँछ त्यसपछि डेल्टा y आउँछ त्यसपछि डेल्टा स्क्वायर y आउँछ त्यसपछि डेल्टा क्यू y आउँछ त्यसपछि डेल्टा 4y सम्म जाम मैले त्यसपछि मानौ x भनेको सुरुमा x0 हुन्छ x1 x2 x3 x4 यसैगरी y0 भेल्यु छ पहिला y1 भयो y2 भयो y3 भयो y4 भयो अब के हुन्छ न्युटन डिभाइडेड यो जुन डिफरेन्स टेबल कसरी बन्छ भने योबाट यो सबट्र्याक्ट हुन्छ यो y2 बाट y1 सबट्र्याक्ट गर्ने y3 बाट y2 सबट्र्याक्ट हुन्छ अनि y4 बाट y3 हुन्छ है भनेपछि डेल्टा y1 भनेको के हुन्छ भने y1 minus y0 y1 minus y0 प्लस S1 minus S0 हुन्छ यो भनेको तपाईको डेल्टा y0 हुन्छ यसैगरी y2 बाट y1 हुन्छ y2 बाट माइनस y1 हुन्छ भनेपछि अब के हुन्छ भने यो S2 बाट S1 हुन्छ यो चाहिँ डेल्टा y1 हुन्छ यसैगरी y2 बाट y2 माइनस हुन्छ त्यसैगरी ST बाट S2 हुन्छ यो डेल्टा y2 हुन्छ यसैगरी y4 बाट y3 माइनस हुन्छ त्यसपछि S4 बाट माइनस S3 हुन्छ त्यो चाहिँ डेल्टा y3 हुन्छ यसैगरी अब यो भेल्यु जुन आइसक्यो डेल्टा y0 डेल्टा y1 डेल्टा y2 डेल्टा y3 आउँछ यसबाट पनि सबट्र्याक्ट गर्छ डेल्टा y यो मान्छे हुन्छ योबाट यो सबट्र्याक्ट हुन्छ योबाट यो सबट्र्याक्ट गर्ने भनेपछि डेल्टा y1 बाट डेल्टा y0 सबट्र्याक्ट हुन्छ अनि त्यसपछि यो 2 यो सम्झिनु पर्ने कुरा याद सम्झिनु पर्ने कुरा के छ भने यहाँ स्क्वायर छ भने यहाँ के लेख्नु भने तपाईले x2 गर्नु अनि माइनस हाम्रो जहिले पनि x0 बाट सुरु हुन्छ माइनस चाहिँ यो याद गर्नुपर्ने हुन्छ यसैगरी डेल्टा y2 बाट डेल्टा y1 माइनस हुन्छ
त्यसपछि तल तल चाहिँ सम्झिनु पर्ने के गर्छ अब तल चाहिँ राम्रो सम्झिनु होला या S2 छ भने अब यहाँ के हुन्छ भने XT हुन्छ या S0 छ भने अब X1 हुन्छ है त्यो याद गर्नु होला यसरी अगाडि बढ्दै जानुपर्छ यसैगरी यहाँ डेल्टा y3 छ भनेपछि डेल्टा y3 माइनस डेल्टा y2 अनि डिभाइड बाइ यहाँ S3 छ अब यो के हुन्छ X4 X1 छ भने X2 हुन्छ भनेपछि यो भनेको कति हुने भयो भने अब डेल्टा q y0 हैन सरी डेल्टा स्क्वायर y0 हुन्छ डेल्टा स्क्वायर y1 हुन्छ त्यसैगरी डेल्टा स्क्वायर y2 हुन्छ अब योबाट यो सब्ट्र्याक्ट हुन्छ योबाट यो सब्ट्र्याक्ट हुन्छ हैन भनेपछि के हुन्छ भने अब डेल्टा स्क्वायर y1 बाट माइनस डेल्टा स्क्वायर y0 अब तल ध्यान दिनुपर्ने कुरा है यो 3 छ भनेपछि अब के गर्नु डाइरेक्ट x3 गर्नुस् माइनस हामीले के भनेपछि 0 छ है तै पनि x0 बाट हाम्रो सुरु हुने भएको x0 गर्नुस् त्यसैगरी यहाँबाट यो माइनस गर्नुस् डेल्टा स्क्वायर y2 बाट माइनस डेल्टा स्क्वायर y1 हुन्छ अनि डिभाइड बाइ यहाँ S3 छ अब यहाँ के हुन्छ S4 हुन्छ S0 छ भने S1 हुन्छ हामी यसमा यो टेबलमा छ यहाँ के रो हाम्रो बिग्रिँदै गएको भएकोले कलम अब के हुन्छ यो डेल्टा q y0 हुन्छ यो के हुन्छ भने डेल्टा q y1 हुन्छ अब योबाट यो सब्ट्र्याक्ट गर्नुस् भनेपछि डेल्टा q y1 माइनस डेल्टा q y0 अनि यहाँ 4 छ भइगरी x4 माइनस s0 है यो चाहिँ हाम्रो न्युटन डिभाइडेड डिफरेन्स टेबल हुन्छ अब न्युटन डिभाइडेड डिफरेन्स टेबल यो हो भने यसको फर्मुला चाहिँ के हुन्छ भने न्युटन डिभाइडेड फर्मुला इज के हुन्छ भने y इज इक्वल टु fx y0 प्लस डेल्टा y0 x minus x0 plus delta q y0 x minus x0 x minus x1 plus delta q y0 x minus x0 s minus s1 अनि s minus s2 plus delta 4 y0 भनेको s minus s0 s minus s1 s minus s2 s minus s3 यो चाहिँ न्युटन डिभाइडेड फर्मुला हुन्छ यो हामीलाई थाहा हुनुपर्छ यसलाई सजिलो छ सम्झिन पनि यही मेथड लगाएर हामीले अब न्युमेरिकल सल्भ गर्छौं यहाँ एउटा गिवन न्युमेरिकल छ मानौ हेर्नु होला एउटा न्युमेरिकल छ x र y को भ्यालु यहाँ 1 छ 2 4 7 मानौ 9 यसरी एउटा x को भ्यालु दिएको छ 1 2 4 7 9 जुन इक्वल इन्टरभल छैन अनि y को भ्यालु यहाँ दिएको छ 3 7 मानौ यहाँ 13 छ मानौ यहाँ 25 छ मानौ यहाँ 31 छ भनेपछि अब हामीले युजिङ के गर्छ अब हामी यहाँ इक्वल इन्टरभल छैन किन यहाँ 1 छ या 2 छ या 3 को ग्याप छ या 2 को ग्याप छ हैन भनेपछि यो इक्वल इन्टरभल नभएपछि हामी के गर्छौं भने हामी युजिङ चाहिँ न्युटन डिभाइडेड इन्टरपोलेसन युज गर्छौं हैन अब हामीले पहिला न्युटन डिभाइडेड इन्टरपोलेसन टेबल बनाउँछौं x को भ्यालु यहाँ राख्छौं y को भ्यालु यहाँ राख्छौं डेल्टा y ठुलो बनाऊ त्यसैले डेल्टा स्क्वायर y अझ ठुलो बनाऊ डेल्टा q y अझ ठुलो बनाऊ डेल्टा 4 y अझ ठुलो बनाऊ अनि डेल्टा 5 y हैन भनेपछि यहाँ तपाईको x को भ्यालु छ 1 2 4 7 9 चाहिँ y को भ्यालु छ 3 7 13 25 31 छ अब हामीले यो फर्मुला लगाएर अगाडि बढ्दै जान्छौं जस्तै कि हामी यो अनुसार
योबाट यो माइनस हुन्छ, योबाट यो माइनस हुन्छ, योबाट यो माइनस हुन्छ, योबाट यो माइनस हुन्छ भनेपछि 7 माइनस 3 अनि के भन्थे हामीले x1 यो x0 भयो, यो x1 हो, यो x2 हो, यो x3 हो, यो x4 हो है भनेपछि एक फर्मुलामा s1 माइनस s0 भन्छ। s1 यो भयो 2 माइनस 1 भनेपछि के भयो यो 4 भयो। त्यसै गरी 13 बाट माइनस 7 गरेर 13 माइनस 7 हैन डिभाइड बाइ s2 माइनस s1 छ भने s2 माइनस s1 भनेपछि 4 माइनस 2 गऱ्यो भने 3 भयो। त्यसै गरी 25 माइनस 13 गऱ्यो अनि 7 माइनस 4 गऱ्यो भने 4 भयो। त्यसै गरी 31 माइनस 25 डिभाइड बाइ 9 बाइ 7 गऱ्यो भने 3 भयो भनेपछि यस्तै गरी यो भेल्यु आइसकेपछि डेल्टा 1 को भेल्यु आइसकेपछि योबाट यो सब्ट्र्याक्ट गर्ने, योबाट यो सब्ट्र्याक्ट गर्ने, योबाट यो सब्ट्र्याक्ट गर्ने भने 3 माइनस 4 हामीले के भनेको थिए 2 भने s2 हुन्छ, s2 माइनस s0 भन्ने थियो हैन, s2 माइनस s0 डेल्टा स्क्वायर माइनस s2 भनेको 2 हो, 2 माइनस सरी s2 भनेको 4 हो अनि s0 भनेको 1 हो भनेपछि कति भयो 0.333 माइनस भयो। त्यसै गरी 4 माइनस 3 हुन्छ, 7 माइनस 2 हुन्छ, यो चाहिँ 0.2 हुन्छ। त्यसै गरी 3 माइनस 4 हुन्छ, 9 माइनस 4 हुन्छ, त्यहाँ डिभाइड गऱ्यो भने माइनस 0.2 हुन्छ। अब योबाट यो माइनस गर्दै जाने फेरि अघि जस्तै 0.2 प्लस माइनस माइनस प्लस भयो 0.333 हुन्छ डिभाइड बाइ यहाँ के भन्छ हामीले s3 माइनस s0 हुन्छ भने s3 भनेको हाम्रो के छ 7 छ माइनस s0 भनेको हाम्रो के छ 1 छ डिभाइड बाइ गऱ्यो भने 0.0888 आउँछ। यसै गरी 0.2 माइनस माइनस अगाडि छ माइनस 0.2 भयो डिभाइड बाइ के भन्छ हामीले s3 भनेपछि s3 छ भने के हुन्छ अब यहाँ 3 छ भने s4 भयो, s4 भनेको तपाईको 9 भयो। त्यसपछि s1 थियो भने s0 थियो s1 भयो 2 भयो। यसलाई डिभाइड बाइ गर्यो भने 0.0571 आउँछ। योबाट यो सब्ट्र्याक्ट गरिदियो भने के हुन्छ भने माइनस 0.0571 माइनस 0.080888 लाई डिभाइड बाइ 9 माइनस y 9 भनेको 4 s4 भयो माइनस s01 भएकोले त्यसले गर्दाखेरि कति हुन्छ अब माइनस 0.0188 आउँछ भनेपछि अब हामीले यति आइसकेपछि विथ युजिङ न्युटन डिभाइडेड फर्मुला युज गर्छौं। न्युटन डिभाइडेड फर्मुलामा हामीलाई थाहा छ y इक्वल टु fx जुन हामीले यहाँ निकालेको थियौं y नट डेल्टा y नट s माइनस s नट डेल्टा स्क्वायर y नट यो फर्मुला हामी युज गर्छौं भनेपछि y नट भनेको हाम्रो अब के हुन्छ भने y नट भनेको हामीले अगाडिबाट माथिबाट लिँदै जान्छौं जस्तो कि हामी यहाँ अब लिन्छौं हामी कसरी लिन्छौं भने अगाडिको यो पार्ट लिन्छौं त्यसपछि 4 लिन्छौं अगाडिको पार्ट लिँदै जान्छौं यो माइनस 0.3 लिन्छौं त्यसपछि अगाडिको पार्ट लिन्छौं त्यसपछि यसरी लिँदै जान्छ है भनेपछि फर्मुला लेखौं के हो y नट प्लस डेल्टा y नट s माइनस s नट डेल्टा स्क्वायर y नट प्लस s माइनस s नट s माइनस s1 डेल्टा q y नट s माइनस s नट हुन्छ s माइनस s1 हुन्छ s माइनस s2 हुन्छ। यसै गरी डेल्टा 4 y नट गरेपछि s माइनस s नट s माइनस s1 s माइनस s2 s माइनस s3 हुन्छ है। अब y नट हाम्रो यहाँ 3 भइहाल्यो 3 र डेल्टा y नट भनेको हामीले यो y नट डेल्टा y नट यो मानिन्छौं यो अगाडिको यो 4 भइहाल्यो 4 अनि त्यसपछि क्वेशन भनेपछि s को भ्यालु गिभन हामीलाई के छ भने के हो 2 बजे जान्छु ल s को भ्यालु
जाऊ म जान्छु अहिले त माथि जाऊ अब यहाँ हामीलाई यो क्वेसनमा हामीलाई के दिएको छ भने हामीलाई फाइन्ड द भ्यालु अफ एउटा क्वेसन सुरु छ फाइन्ड द भ्यालु अफ वाइ भन्ने छ वेन एक्स इज इक्वल टु कति छ भनेपछि एक्स इज इक्वल टु 3 छ यदि एक्स 3 छ भने वाइको भ्यालु कति छ भनेर हाम्रो क्वेसनमा दिएको छ यो एउटा हाम्रो यो मैले पढ्न बिर्सेँ होइन यो कुरा छुटेको छ अब डेल्टा वाइ नट भनेको 4 भइहाल्यो एक्स भनेको हामीलाई के छ भने एक्स 3 हुँदाखेरि वाइको भ्यालु कति छ भने हामी निकाल्नु पर्ने भएकोले एक्स भनेको 3 भयो अनि एक्स नट भनेको तपाईँको अब कति हुन्छ भने हामीलाई गिभन छ एस नट भनेको 1 भयो यो 1 भयो प्लस यसै डेल्टा क्यू वाइ नट भनेको यहाँ छ हाम्रो 0.33 छ हैन यो भनेपछि अब के हुन्छ भने यो माइनस 0.33 हुन्छ एक्स हामीलाई 3 यहाँ छ भ्यालु पत्ता लगाउनलाई दिएको छ एक्स 3 भयो एस नट भनेको 1 भयो 3 minus 2 भनेको यसै गरी डेल्टा क्यूको पनि 0.0888 हुन्छ 3 minus 1 हुन्छ 3 minus 2 3 minus 4 हुन्छ यसै गरी डेल्टा 4 वाइ नट को भ्यालु हामीलाई थाहा छ डेल्टा 4 वाइ नट को भ्यालु कति छ भनेपछि तपाईको 0.08 छ हैन डेल्टा पपुलेको भ्यालु पनि हामी 0.08 छ भनेपछि अब हामी के गर्छौँ भने डेल्टा पावर 4 वाइ नट को भ्यालु यहाँ पुट गर्छौँ 0.0182 3 minus 1 3 minus 2 3 minus 4 अनि 3 minus 7 भनेपछि अब सबैलाई यो हामीले क्याल्कुलेसन गरिसकेपछि अब यहाँ y को भ्यालु कति आउँछ भने y is equal to 10.014 आउँछ जब हामीले x भ्यालु 3 युज गर्दाखेरि y को भ्यालु कति आउँछ 10.01 हुन्छ भनेपछि यहाँ हामीले यसरी पनि चेक गर्न सकिन्छ कि जस्तै कि यहाँ 2 छ 2 को भ्यालु हुँदाखेरि 7 छ यसको भ्यालु 4 हुँदाखेरि 13 छ भने हामीले x को भ्यालु यहाँ 3 हुँदाखेरि कति छ भने यहाँ 10.014 हुन्छ यसरी हामीले इन्टरपोलेसनको माध्यमबाट हामीले चाहिँ तपाईको फंक्सनल इक्वेसन नदिएको खण्डमा चाहिँ हामीले चाहिँ यस्तो टेबल फर्म दिएको छ भने न्युटन इन्टरपोलेसन युज गर्छौं न्युटन इन्टरपोलेसन पनि तीनटा किसिमले गरिन्छ न्युटन फरवर्ड इन्टरपोलेसन हुन्छ ब्याकवर्ड इन्टरपोलेसन हुन्छ र न्युटन डिभाइडेड इन्टरपोलेसन हुन्छ न्युटन डिभाइडेड इन्टरपोलेसन कहिले युज गरिन्छ भने जब हाम्रो x को भ्यालु इन्टरभलमा छैन इक्वल इन्टरभलमा छैन भने त्यसमा चाहिँ हामी न्युटन डिभाइडेड इन्टरपोलेसन युज गरिन्छ न्युटन डिभाइडेड इन्टरपोलेसनको टेबल चाहिँ यो प्रकारको हुन्छ यो हामीले याद गर्नुपर्ने हुन्छ यसैगरी फर्मुला पनि हाम्रो न्युटन डिभाइडेड फर्मुला यो हुन्छ यो पनि हामीले याद गर्नुपर्ने हुन्छ अनि यसरी एउटा टेबल फर्म बनाएर हामीले यो इक्वेसनलाई यहाँ राखेर यसको भ्यालु जुन माथिबाट जुन हामीले यो आउँछ यो भ्यालुहरु पुट डेल्टा स्क्वायर वाइ नट डेल्टा क्यू वाइ नट डेल्टा 4 वाइ नट को भ्यालु यो हुन्छ x भनेको हामीलाई फाइन्ड द भ्यालु अफ y when x is equal to 3 भने जुन गिभन हुन्छ त्यो x भनेको यो हालिन्छ अनि तपाईको x नट x1 भनेको यो सबै भ्यालु याद दिएको हुन्छ त्यो भ्यालु सब सब्स्टिट्युट गरेपछि हामीले चाहिँ गिभन कन्डिसनको अनुसार y को भ्यालु चाहिँ निकाल्न सकिन्छ यसैगरी बाकी हामी न्युटन फरवर्ड इन्टरपोलेसन र ब्याकवर्ड इन्टरपोलेसन चाहिँ हामी बाँकी चाहिँ नेक्स्ट भिडियोमा चाहिँ हामी बनाउँछौँ धन्यवाद